आजभोलि विवाह बिग्रेको हुनाले गर्दा हाम्रो घरै पछि समस्या हुन थाल्यो। यसो मुख हेरो भन्यो विवाह गरौँ, त्यसरी विवाह गर्न हुँदैन। विवाह गर्ने बेलामा धेरै कुरामा ख्याल गर्नुपर्छ। कुन कुन कुरामा ख्याल गर्नुपर्छ भन्ने कुरा हाम्रो शास्त्रमा हाम्रा पूर्वजहरू ऋषिमुनिहरूले व्यवस्था गर्नुभएको छ। ज्योतिष शास्त्रमा त विधिवत रूपमा यसको विषयमा लामो व्याख्या र व्यवस्थापन गरिएको छ। विवाह गर्ने बेलामा धेरै कुरा जुराउनु, तर एउटा कुरा अझ बढी ख्याल गर्नु, त्यो हो नाडी। नाडी नजुराइकन विवाह गरियो भनेदेखि वैवाहिक जीवन खासै सुखमय नहुन सक्छ। आद्यनाडी वर महन्ती मध्यनाडी तु कन्यकाम अन्त्यनाड्याम दयोर मृत्युर नाडी दोषम त्यजत बुध भन्यो। आद्य परेर विवाह गर्न भएन, मध्य परेर विवाह गर्न भएन, अन्त्य परेर विवाह गर्न भएन। आद्य पऱ्यो भने केटालाई समस्या पार्ला, रोग लाग्न सक्ला, केही स्वास्थ्यमा समस्या होला, कमाइ नहोला। मध्य पऱ्यो भनेदेखि केटीमा समस्या होला, स्त्री अङ्गहरूमा समस्या होला, सन्तान नहोला, एउटा समस्या पर्ला। र अन्त्यनाडी यदि पऱ्यो भनेदेखि दुईटैलाई समस्या पार्न सक्छ। दुईटैलाई समस्या परे पनि समस्या, एउटालाई समस्या परे पनि अझ समस्या। त्यस कारणले पति र पत्नी दुईटा मिलेर पूर्णाङ्ग हुने भएको हुनाले गर्दा समस्या पर्नै भएन। समस्या पर्यो भने जीवन दुःखद हुन सक्छ। त्यसैले विवाह गर्ने बेलामा कुल माइन्ड भएर राम्रोसँग सोचेर असल ज्योतिषी असल गुरु कहाँ गएर चिना जुराएर राम्रोसँग नआत्तिकन, विवाह आत्तिएर गर्ने चिज होइन, मुखेर मात्र निर्णय गर्ने चिज होइन। राम्रोसँग विवाह गरौँ, हामी सबै सफल रहौँ, सुखी रहौँ। हरि ओम, नारायण हरि।